नमस्कार सम्पूर्णमा ल हेर्नुहोस् यो एआरयू भिजन एन्ड आई रिसर्च सेन्टर हामी सरको अर्को अफिसतिर जाँदैछौँ। साह्रै ठुलो मल छ तर मान्छेहरू खासै देखिएन यता। Yeah, we do. Have you been here before? Well, we have been here for quite a long now. School holiday. Oh yes, Monday bank holiday as well, yeah. यो चाहिँ किङ्स कलेजको प्रारम्भ हो। कुनै आज एउटा म्युजिक कम्पोज भइहाल्छ कि यो क्याम्ब्रिजको कारण बन्ने ल हेर्नुहोस् यो एआरयू भिजन एन्ड आई रिसर्च सेन्टर। नमस्कार, फेरि पनि हामी आइपुगेका छौँ यो एआरयू स्ट्यान्ड्स फर एङ्ग्लियन रस्किन युनिभर्सिटीको प्राङ्गणमा। यहाँ डाक्टर राजु सापकोटा हुनुहुन्छ। मेरो आँखा चेक गर्नुहुनेछ, दूरदृष्टि अदूरदृष्टि अनि डायबिटिजको आँखा चेक सबै गर्नुहुनेछ। यो उहाँको अफिस हो र एआरयू अभी मजा आएगा ना भिडो। तल यसलाई यस्तो जोड्नु ट्याक्कै यो हेड आफ्नै ल्याब हो यो। उहाँले आफ्नो ल्याबमा लिएर आएर मलाई गरिदिनु भएको छ। आँखा चाहिँ नर्मल दृष्टि चेक गर्नुभएको, ठिक छ भन्नुभयो। Congratulations, great. Oh my God! Wow! अब डायबिटिजको लागि सरले मेरो आँखा चेक गर्दै हुनुहुन्छ। र डायबिटिज त्यति हाई त छैन मलाई, तै पनि जे होस् प्रिकसन इज बेटर देन क्योर भन्छ नि। यो पुरा छर्लङ्गै भयो त, तलसम्म छर्लङ्गै HZOKO। अहिले धमिलो छ। अब यो अहिले धमिलो हैन यो हाल्दाखेरि छर्लङ्गै हो क्या, क्लियर छ, क्लियर कट हो क्या। ल ठिक छ। अब मजाउँछ त स्किन के बोले भाइ? अब के बोले के छ थाहा भावी बोले? ठिक छ। तपाईको रेटिना एकदम हेल्दी रहेछ। ल यो एउटा आँखाको, यो दाहिने आँखाको, यो देब्रे आँखाको भित्रको भित्रपट्टिको रगत मली हो कि हैन। रगत मली चाहिँ यसरी चाहिँ यो छ डायबिटिजमा जुन चाहिँ हुन्छ भन्दाखेरि तपाईको यो रगत त्यो ब्लक हुन्छ कि ब्लक भएपछि त्यसले के हुन्छ भन्दाखेरि रगत चाहिँ तपाईको त्यहाँ हुन्छ बस हुन्छ, पाइप बस हुन्छ कि त्यहाँ पानीको पाइप चाहिँ डाडमा ब्लक गर्नु बस हुन्छ नि त। तर यहाँ चाहिँ तपाईले एकदमै अद्भुत ठिक छ। ल तपाईको अरु केही प्रब्लम छैन। एउटा त्यो अलिकति थोरै ग्ल्यान्ड चाहिँ अलिकति ब्लक देख्छ। डाम लिएर म गर्छु। त्यो चाहिँ 1 कम्प्रेसन गर्नु हो। त्यसले चाहिँ तपाईको त्यो अलिअलि भएको ड्राइनेस पनि कम हुन्छ। र अन्त भएर तपाईले अलिकति तपाईले जस्तो किचनमा बस्नु भन्दै कहिले आँखा तपाईको छिटो रातो हुन्छ किनभने त्यो तपाईको जुन ब्लक भएको छ नि त्यो ब्लकले चाहिँ आँसुलाई आइलाई चाहिँ लुब्रिकेट गर्नु पनि त्यो लुब्रिकेट गरेको छैन। अनि त्यो चाहिँ तपाईको त्यसले गर्दाखेरि त्यो हुन्छ के फ्रिक्सन हुन्छ। डाइरेक्ट फ्रिक्सन हुन्छ, फ्रिक्सन भएर चाहिँ रातो हुन्छ के। त्यही भएर त्यो गर्न त्यो हुन्छ इन केस त्यसले पनि भएन भने अब टियर सप्लिमेन्ट हाल्नुपर्छ। त्यो हाल्न के भन्छ डेफिनेटली तपाईको 1 कम्प्रेसन बिचोटी गर्नु भने 2 हप्तापछि चाहिँ तपाईलाई त्यो पनि रिलेटेड इफेक्ट हुन्छ। मलाई चाहिँ खास कन्सर्न चाहिँ यो हो के किनभने डायबिटिज 4-5 वर्ष हुन्छ तपाईको एटलिस्ट हामी यहाँ सर्टेन सिम्पटम चाहिँ देख्छौँ तपाईको के भन्छ नि। थ्याङ्क यू। थ्याङ्क यू। नमस्कार। उहाँ हाम्रो डाक्टर राजु सापकोटाको अर्धाङ्गिनी श्रीमती हुनुहुन्छ। उहाँले हामीले आजको प्लान गर्नुहुनेछ कहाँ जाने हो। क्याम्ब्रिजमा 8-9 8 देखि 10 वर्ष बस्नुभएको।
उहाँलाई सबै थाहा छ क्याम्ब्रिजको हाइटमा उहाँले हामीलाई गाइड गर्नुहुन्छ म्याडम कहाँ हो त आज नमस्ते भक्तजी आज हामी अब म ग्रान्ड आर्केड लिएर जान्छु त्यसपछि हामी चाहिँ बोटानिकल गार्डन जाने अनि त्यसपछि पोन्टिङ जाँदैछौँ त्यसै त्यहाँपछि अनि हामीले हाम्रो डे विसर्जन गर्छौँ कफी हामी ग्रान्ड आर्केडमा जाऊँ म पहिला काम पनि गरेको ठाउँ हो 8 वर्ष ल ग्राफ्टन मलको एन्ट्रान्स हो यो अब हामी ग्राफ्टन मलभित्र जाँदैछौँ भित्र गएर कफी सबै खाउँला अनि गफ गरौँला थ्याङ्क यू ग्रान्ड आर्केड जाने बाटो हो यो ग्रान्ड आर्केड हामी लगभग अबको 1 मिनटमा पुग्नेछौँ अनि त्यसपछि ग्रान्ड आर्केड पुगिसकेपछि यो आई थिङ्क क्याम्ब्रिजको सबभन्दा ठुलो मल हो आई थिङ्क होइन स्योर हो क्याम्ब्रिजको सबभन्दा ठुलो मल हो अनि यो मलमा गएर हामी केही सपिङहरू गरौँला चिया कफी खाउँला अनि गफ गरौँला चिया कफी खाउँला अनि गफ गरौँला हामी आज निरो क्याफे सपमा बसेर कफी खाँदै हो यो निरो क्याफे फेरि क्याम्ब्रिज युनिभर्सिटीको मेन गेटको अपोजिट रहेछ ल हेर्नुहोस् मेन गेट देखाउँछु म उता पनि हेर्नुहोस् स्वर्ग जस्तो छ त होइन कति राम्रो ठाउँ छ निरो क्याफे क्रोजन्स उहाँहरूले दुईवटा लाते खानुभयो लाते होइन लाटे लाटे लाते होला अनि चक्लेट क्रोजन्स विथ मेरो एउटा ब्ल्याक अमेरिकानो कफी बाँकी अर्को सायदको कर्पस कलेज हो जुन धेरै नै लामो इतिहास बोकेको कलेज हो खासै हिस्ट्री थाहा छैन म डिस्क्रिप्सनमा सेन्ट बटल चर्च अरे कहाँसम्म जानु पाइँदो रहेछ हामीलाई थाहा भएन तर मान्छे कोही पनि छैन यहाँ के लेखेको छ भनेपछि faithful and true King of kings and Lords of lords, the world of God. यसको डेकोरेसन चौथाको चलेको यो क्याम्ब्रिजमा लगभग 60-70% केटाकेटी बालबालिका नानी बुढाबुढी वृद्धहरू सबै एल्डरली पिपलहरूदेखि लिएर सबै अब एउटै कुरालाई 3-4 चोटि भनियो गडबड भयो बुढाबुढी एल्डरली त्यो भन्नुहुन्न साइकल हेर्नुहोस् त यो साइकल पार्किङ हो यत्र साइकलहरू छन् यहाँ धेरै जसो मान्छेहरू साइकलमा हिँड्छन् त्यसले गर्दा जुन कारणले गर्दा फ्युलको बचत हुन्छ सोसाइटीमा पोल्युसन त्यति हुन्न त्यो त्यसैको होला नि त कति राम्रो गार्डनहरू बनाउँछ 1, 2, 3, 4. We won't take it anymore. 5, 6, 7, 8. I'm on the university. Who's university? Our university. Who's university? Our university. Who's university? Solidarity यो फेरि अर्को एकोमोडेसन रहेछ स्टाफहरूको स्टुडेन्टहरूको सेन्ट जोन्स कलेज Slightly older than Magdalen. ओके How many in total? How many? Colleges? On the river? Yeah, all together under Cambridge University. 7? Total 31. 31, yeah. 31. ल सुन्नुहोस् हाम्रो पाइलट साहबले भन्नुभयो 31वटा कलेज छन् अरे क्याम्ब्रिजभित्र मात्रै The old side of the river. This is the new side. ओहो 31वटा कलेज त धेरै भएन This other. क्राउड पनि त्यस्तै छ
From Nepal. Yeah, Okay, so we have 7 people from China who I think probably don't speak. very near. Yeah, I think they don't speak much English though. Okay. So I shall have to try and say some things in Chinese. Very well, which you won't understand and they won't understand either. Yeah. I assume you speak English. Yeah, we do. Have you been here before? Well, we have been here for quite a long now. Have you been to Cambridge before? Yes. Oh, are you living here? Well, I work in Cambridge. Sorry? I work in Cambridge. My friends and family members. Okay. Okay, ni hao. Ni hao, hello. Ni hao, hello. चाइनिज जनताहरू छन् यता सेयरिङ डुङ्गामा बसेको हामी लगभग कतिजना छन् 2 4 6 7 4 11 12 जना रहेछन् डुङ्गामा तर यस्तो रहेछ ओहो कस्तो रमाइलो छ त यो City of Cambridge comes from the river. And the university is 800 years old. Yeah. More than 800. Famously, it was fountain. You might get your fingers trapped. के अरे सर यो क्याम्स रिभर River camp. यो रिभरमाथि Bridge. ब्रिज अनि सहर गर्दाखेरि ब्रिजकोले गर्दाखेरि यो कुनै नाम त्यसरी परेको रहेछ यहाँ अगाडि पनि हाम्रो दुईटा ब्युटिफुल लेडीहरू छन् देखाइनु होला नि कस्ती राम्री स्वर्गकी अप्सरा ल हेर्नुहोस् मस्त रमाइराख्नु भएको छ हाम्रो मोबाइल हेर्दै हाम्रो यता फेरि पाइलट दाइ हुनुहुन्छ उहाँले हामीलाई पानी के अरे यो रिभरको सफर गराइराख्नु भएको छ यो यताको कलेज 500 वर्ष पुरानो रहेछ त्यहाँ माथि के 500 वर्ष पुरानो ब्रिज अरे यो ल हेर्नुहोस् यो त क्याम्ब्रिज भन्ने रिबिल्ट इन 1982 रहेछ धनी मान्छेहरू खोलाबडाहरू टेरेसमा बसेर ड्रिङ्क्स खाँदै वाइन पिउँदै यिनीहरूको त ड्रिमै हो नि हेर्नुहोस् यस्ता फ्ल्याटहरू हुन्छन् यो 1 2 3 4 मालाको फ्ल्याटहरू It improves after this. This is the worst. ओके यो त्यति राम्रो अकोमोडेसन रहन्छ राम्रो खाले अकोमोडेसन अगाडि आउँदैछ अरे हाम्रो पाइलट साहबले भन्नुभयो खोला बगिरहेको छ हाँसहरू तैरिरहेका छन् डुङ्गाहरू गुडिरहेका छन् डुङ्गा गुड्छ कि के हुन्छ सर हजुर डुङ्गा ख्याउने ए डुङ्गाहरू खेराख्नु भएको छ यो क्याम्ब्रिज सहरको वरिपरि बसेको यो क्याम्स रिभर राइट कति रमाइलो छ पानीहरू हेर्नुहोस् कति सफा छ वन्स इन अ लाइफ टाइम मेमोरी त नहोला फेरि आइएला What about is the chapel? ब्युटिफुल What about is the chapel? The chapel. Yeah. The chapel is over there. Right. Okay. The big tower. Yeah. But it's interesting because that's it's only about a सानो नानीले बाई बाई भन्दै थिइन् their old हेलो भन्दै थिइन् They knocked down the ब्रिज अरे एकदम ल हेर्नुहोस् बन्द ब्रिज रहेछ यसले यताको कलेज र उताको कलेज रिभरको दुईटातिरको कलेजलाई जोइन गर्दो रहेछ त्योलाई ए त्यो तिनीहरूको एउटा नेहरूको तपाईँले पढ्नु भएको नि एउटा नेहरूज लेटर भन्ने छ क्या हजुर हजुर उसले चाहिँ त्यो लेटर भनेको त्यो बुकमा सबै उसले इन्दिरा गान्धीलाई लेखेको र लेटर गर्नु छ क्या ए राजीव गान्धी पनि यहीँबाट कस्तो राम्रो के भन्नु र को तिमीलाई जहिले राम्रो देख्छु कस्तो राम्रो जङ्गल छ त्यहाँ कति हरियाली छ है वा
यो हाम्रो देब्रे हाततिर हरियाली नै हरियाली छ यतातिर स्टुडेन्ट एकोमोडेसन च्यापल्स अनि ठुल्ठुला बिल्डिङहरू यहाँका ऐतिहासिक बिल्डिङहरू र स्टुडेन्ट एकोमोडेसनहरू रहेछ क्याम्ब्रिज युनिभर्सिटीमा पढ्ने स्टुडेन्टहरूको सबै एकोमोडेसनहरू यो खोलाको बिचमा डुङ्गा चढ्दा चढ्दै लाग्नु त पिम्स पन्ट बार अरे अनि यहाँ यिनीहरूले रक्सीहरू बियरहरू चिसो बियरहरू बेच्दो रहेछ हजुरहरूलाई यदि चाहियो भने प्लेटफर्ममा रोकेर अल्कोहलिक बेभरेज र नन अल्कोहलिक बेभरेज दुइटै रहेछ म के खेद्दैछु कहाँबाट खेद्दैछु केही पनि थाहा छैन पहिलोचोटि क्यामेरा ट्राई गरेको के आउँछ थाहा छैन जे आउँछ दुरुस्त यही होला यो बोट चाहिँ योभन्दा अलिक फास्ट रहेछ नि कुदाउँदो रहेछ केटाले नर्मली टुरिस्ट एरियामा म्याकडोनल्ड हुँदैन नि उता जानु प्लेजरवुड बिच लाउँदै जाने यिनीहरूलाई चीज एन्ड बेकन संयुक्त छ फेरि यहाँ हामी बेलायतको एकदमै चर्चित पब द इगलमा छौँ यसको बारेमा भनिदिनु त सर पबको बारेमा इगल पब क्याम्ब्रिजको मेन फेमस भनेको वाटसन एन्ड क्रिक दुईजना साइन्टिस्टहरू उनीहरू दुइटै क्याम्ब्रिज युनिभर्सिटीमा काम गर्थे अनि बेलुका आएर उनीहरूले दिनभरि युनिभर्सिटीमा काम गर्दाखेरि आफ्नो कामको केही कुरा गर्थेनन् तर बेलुका यहाँ आएर चाहिँ पबमा आउँथे त्यसपछि चाहिँ बियर खाँदै अनि उनीहरूको आइडियाहरू चाहिँ उनीहरूले चाहिँ यहीँबाट मन्थन गर्थे यहीँबाट उनीहरूले विभिन्न ट्रायलहरू चाहिँ डिजाइन गर्थे अनि उनीहरूले जुन डिएनए अहिले हाम्रो त जेमा पनि डिएनए टेस्ट भनिन्छ सबै कुरो जे गरे डिएनएले हुन्छ भनिन्छ त्यो डिएनएको सुरुमा पत्ता लागेको चाहिँ उनीहरू दुईजना वाटसन एन्ड क्रिक त्यही भएर त्यो एउटा मोडल पनि छ डिएनएको मोडल वाटसन एन्ड क्रिक मोडल भन्छ त्यसलाई अनि त्यो उनीहरूले पत्ता लागे बापत उनीहरूलाई नोबेल प्राइज पनि दिएको थियो त्यही भएर यो पब चाहिँ पबमा आएर बियर खाएपछि यहाँ नयाँ नयाँ आइडिया चाहिँ फुर्छन् भनेर यहाँ भक्तजी र म पनि अलिकति केही नयाँ आइडिया आउँछ गर्न हामी यस्तो गरिरहेछौँ धन्यवाद कुनै आज एउटा म्युजिक कम्पोज भइहाल्छ कि मबाट कुनै आज एउटा म्युजिक कम्पोज भइहाल्छ कि मबाट हजुर के भन्नुहुन्छ सोध्दै हुनुहुन्छ साथी कस्तो लाग्यो रमाइलो लागिरहेको छ मलाई त रमाइलो लागिरहेको छ मलाई त थाकियो तर एकदम एकदम प्रोडक्टिभ डे भनौँ न प्रोडक्टिभ डे चाहिँ भयो गुड डे एन्ड काम डे पनि राम्रो कुरा एकदम रमाइलो घमाइलो दिन अनि इच्छा पनि पुरा भयो धन्यवाद ल त्यसो भए यति भन्दै यो पपुलर पबबाट हामी साइनिङ अफ गर्छौँ हजुरलाई फेरि अर्को डेस्टिनेसनमा लैजाउँला एकैछिनमा ल हस् हस् नमस्कार फेरि पनि हाम्रो ब्लगको लास्ट अन्त्यतिर आइसकेका छौँ आजको क्याम्ब्रिज यात्रा यहीँ समाप्त हुन्छ ल राजु सर यता गाडी धन्यवाद रमाइलो भयो एकदम आज भक्तजी अनि त्यसपछि लक्ष्मी बबिताजी सबसँग रमाइलै भयो रमाइलो दिनभरि घुमेर अब दुई पन्थ एक काज भयो काम पनि गरियो घुमियो पनि वेदरले त्यस्तै साथ दियो ल म्याडम के भन्नुहुन्छ एकदमै रमाइलो भयो अब हामी घर फर्किँदै हो एकदमै रमाइलो भयो अब हामी घर फर्किँदै हो बबिताजी के भन्नुहुन्छ कि थ्याङ्क यू सो मच सब एकदम रमाइलो भयो We had a fantastic time. We had a fantastic time. ल हस् त
यति भन्दै बिदा लिन चाहन्छु थ्याङ्क यू भेरी मच नमस्ते Nossa, eu tenho